What's up guys? Welcome to another episode. आज चाहिँ हामी Niagara Falls जाँदैछौँ. So we're gonna celebrate one of our friends' bachelorette party, but since we both gonna go together, हाम्रो केटाहरूको भिन्दै पार्टी हुन्छ, केटीहरूको भिन्दै पार्टी हुन्छ. यहाँबाट जाने सँगै हो, but we're gonna separate over there. So ट्रेनमा जाँदैछौँ. किनभने म कारमा ट्राभल गर्न सक्दिनँ नि त. त्यही भएर सबैजना चाहिँ कारमा जान लाग्छ तर मैले गर्दाखेरि उसलाई चाहिँ मैले ट्रेनमा लिएर जानु भइरहेको छु. मलाई रिस्क लिने मन छैन. Not everything, but yeah. Niagara. Hi then. So we're finally here. यस्तो दामी दिन छ आज. Like if you guys are guessing, हामीलाई लिन आउँदैछ केटाहरू. ट्रेनमा चाहिँ हामी दुईजना मात्रै आइराखे हो. सो हामी उनीहरूलाई कुर्छौँ यहाँ. एकदम जाडो छ. घाम मात्र लाग्यो उस्तो चिसो छ हावा चलिरहेको. यस्तो घाम लागिरहेछ तर यस्तो चिसो छ क्या. यहाँको घामले तातै दिँदैन. हैट. लास्ट टाइम त सबै ठाउँमा गयो नि. हामी चाहिँ यहाँनिर रहेछौँ अहिले. यस्तो छ कि युएसए न्युयोर्क यहीँ भइहाल्यो. अनि हामी यहाँनिर छौँ ठ्याक्कै यहीँबाट जोइन्ट हुन्छ अनि त्यसपछि उता जाने भइहाल्यो. यतातिर पनि बोर्डर छ छन चाहिँ. ओ ल ल ल यस्तो जाडोमा कुरा यार केटाहरूले के छ यार. वेलकम टु माई ब्लग है त केटाहरूलाई पनि. कतिजना को आएको र नि? सबै हो. कतिवटा गाडी लिएर आएर? तिनवटा गाडी हो. ए दुईवटा मात्रै हुन्छ भन्थ्यो त. ए आइपुगेको छैन अझै? विक्रमहरू त पुगिसक्यो कि हामीसँगै आएको. अहिलेसम्म. अनि खाना के गरे? खाना वहीँ खाएर हो? खाना खाँदैन है? हामीले छैन खाएको त्यस्तो. गो कार्टिङ ठाउँ यो बबाल छ है. हामी यहाँ बेला चाहिँ जहिले पनि मिस गर्दैन कि. होइन खेलिरहेको छौ मान्छे. ए त्यत्रो लाइन छौ. मैले उहाँ खेलेको थिएँ एउटा. कहाँ? फन पार्कमा. के अरे होपील्यान्ड भनेर नेपाल हो कि वन्डरल्यान्ड. के छ यार ओहो तिमी त के ओढ्ने नै ओढेर आएछ. अहिले देख्छौ अहिले के छ भाउजू थाहा हुन्छ अहिले तिमीलाई. मैले किन ओढेर आएछु भन्ने कुरा चाहिँ. किन हो त्यस्तो? चिसो हेर न यहाँ. कस्तो चिसो है तर. हाम्रो अघि नै भइसक्यो. ल अब स्यान्डे हाम्रो मेन मान्छे चाहिँ यहाँ छ आजको पार्टीको स्पोन्सर. ल यार स्पोन्सर भनिदियो भिडियोमा तिमीलाई अब यहाँ चाहिँ खिच्न मिल्दैन. झऱ्यो भन्छु फेरि झोलाभरि खिच्नु त यार. झोलाभरि रक्सी पावर ल्याएर झोलाभरि रक्सी. कस्तो हावा चलेको त. तर दिन हेर्दा चाहिँ कस्तो राम्रो क्या है. सुरुमा त हिँड्ने बेला त ग्लुमी थियो यार. त्यहीबाट हेलो हेलो वाट्स अप. के छ हाल? अल गुड ए ल के ब्लग हो? के छ? ल वेलकम टु माई ब्लग है त तिमीहरू. धेरै पछि. ल आज पार्क गर्न गएको छु. 9:07. ओके हवस् सर. अलराइट. सो हाम्रो चाहिँ 9मा छ. तिमीहरूको 8मा हो. हिँड न अहिले सँगै. ल केटीहरू अब छुट्यो हो नि त अब. ल चार्जर छ नि होइन. ल बाई बाई. 907 and 909. Let's go ल. 907 909 सँगसँगै हो. ओ
के गरे हो त्यस्तो चाहिँ इन्ट्रोड्युसलाई अङ्कित किराको घरमा खाना सरोज सरोज ल हैन हैन अब फर्स्ट टाइम तिमीले हात काट बाँकी सबै मैले तिमीलाई उडाउने ओइ के हो यसले त घोड्कायो त तर सरकार विक्रमलाई खाँदैौ न म गुड गुड हेर्छ गुड ओ यसले त ठाडै घाँटी लाग्यो त ल सरकार ल छोरो त मभन्दा कडा भयो भएन यस्तो भएन रे कि अर्को पनि एक खै यहाँ टन्सिलमा त उड्किनै भएको छैन ल यो घाँटी भिजाएको हो क्या उसले ओए के हो यसले त बुझ हुन्छ त ल ल ल हामी चाहिँ कोरियन बार्बिक्यू 7 जना सन्देशलाई धेरै धेरै धन्यवाद यार यस्तो दामी ठाउँ ल्याइदिएको मलाई मैले ए तिमीले हो फेरि त गलत मान्छेले दिए ढकालले गाएर समातिहाल्यो सरी यार गल्ती भएछ माफ गरिदियो ल दामी ठाउँ ल्याइदियो यार हो ए ठिक छ फेरि विक्रमले भनेपछि फेरि त्यसले खाने के पाइँदो रहेछ सरोज यसो भन त मेनुको बारेमा पोर्क खान मन छ अब पोर्कमा के छ हेरौँ पोर्कको के खाने हो पोर्क बेली स्पाइसी खाने ल स्पाइसी ए ल यहाँ चाहिँ खाना हो के खाना र एपिटाइजरहरू राइसहरू खाने होइन क्या सकेसम्म प्रोटिन खाने हो प्रोटिन धेरै खाने सुल्ले कुराहरू सकेसम्म कम खाने हो मलाई मनपर्छ त्यही भएर खाने त्यो तोपो के हो त्यो राइसकै बन्ने हो राइस नुडल हो मिठो हुन्छ गुलियो गुलियो हुन्छ त तर होइन फेरि ल विक्रम हाला तिमी त यो लसुन ससुन खाऊ न यार ए के थाहा कोरियनको सङ्गत छैन आफ्नो केटाहरू यहाँ झ्याम्की बजाउँदैछन् बार्बिक्यू गर्न आएको पहिला त यस्तो पो खान थालियो के रहेछ भन्दा कालामारी रहेछ किम्ची तोपोकी यो एदमामे अनि फ्राइड राइस अनि चाप्चे पोर्क आयो हाम्रो चिकन सबैजनाले मासु सिधै नखानु आएर सागमा हाल्दा खानुपर्ने अरे ल चेयर्स टु स्यान्डी है त ल रियाक्सन सरसको त केही रियाक्सनै छैन मुझे नहीं आता इसको बहुत अच्छी तरह आता है मास्टर है मास्टर ल केटा हो ल सरसले धोका देऊ मैले कमिज धेरै खान्छु गाले रातो भइसक्यो च्याउ जस्तो गाला खैरेल दिनु सबजना यहाँ डेजर्ट खाँदैछन् डेजर्ट अरूको के हुन्छ केटाहरूको ब्याचलर पार्टी यस्तो छ केटीहरू ब्राइड्समेड भन्दै फोटो हाल्दा होला हाम्रो यस्तो छ त्यसो गरौँ न लुज गर यार मुला 1 2 3 गो नेक्स्ट ल हाम्रो सरको ल लुज गरौँ न यार ल त्यसो गर नि त ल है त 3 2 1 लुज गरौँ न लुज पुरै एकछिन लुज गरौँ न यार लुज गरौँ न अनि ठिक त राख्नु छ यार 3 2 1 गो ल राइटमा त छैन 3 2 1 गो वात्तै पार्दै लेफ्टमा त छैन म किन यस्तो यो ल यस्तो किन ल रेडी ल बोल्यो सके ल
ल है त उसले जित्यो होइन तिमीलाई कसले जितेको सुरुमा अब सन्देशसँग अर्कोले खेल्नु पर्यो अब सबैलाई ठान्के अनिल ल ल एकछिन 1 2 3 go बाचे 2 1 ल विनर तिमी चाहिँ सिधै अगाडि के अरे तिमी सेमी फाइनलमा पुगिसक्यो लेफ्ट त सक्दैन हैन एकछिन राइटलाई रेस्ट चाहियो कि लेफ्ट त सक्दैन कसले सक्छ लेफ्ट त मलाई किन सक्दैन राइट ल अलि कम्फर्टेबल हो मलाई ल ढगाल पनि डर छ है ल 3 2 1 go डर छ के ढगाल जय बजरंग बले भन्दैछु त डर छ ढगाल भनेर पड्का समाउन पाउँछ है गयो सोच्नु लास्ट डर बिगन डर ल एउटा हेर्न माछु लाएर बसिरहेको छु मैले खेलिसके अब यसो गर्नुपर्छ यसमा चाहिँ दामी हुन्छ केटा हो ल म त भ्लगर हो म त कन्टेन्ट बनाउनु हुँदैन ल म कन्टेन्ट बनाउने म बनाइदिन्छु नि हजुर कन्टेन्ट ए सङ्गमसँग त कसरी खेला खान्छ साथी त्यो त अब बिहान डर छ क्या मान्छे गुल्ला के हरायो भने सिधा हरायो 2 3 गो टेबल छ त किन अघि जस्तो बल लगाउ न गइसक्यो नि यता गइसक्यो मेरो हात बलियो भएको ल अब अहिले फेरि रिभाइज गर्नुपर्छ सङ्गमले जित्यो ब्रोहरु म त घरमै लडाइहाल्छु अहिले फ्री भएको बेलामा अनिस डर छ सबसे धेरै त्यसपछि ल यो यसो गर नि त आउन त 1 2 3 स्टार्ट भने सर सङ्गम लास्टै डर छ के ल अनिस सङ्गम लास्टै डर छ म एउटा लेफ्ट ह्यान्ड गर्छु नि त हजुरसँग लेफ्ट ह्यान्ड सङ्गमले म हातै मेरो राइट ह्यान्ड यसो गरे नि त ल लेफ्ट त तपाईको डरहरु छ म भन्दा चाहिँ आइरन अरू भन्दा त ल 3 2 1 गो 3 1 गो सङ्गम डर छ के लास्टै सङ्गम एकदम डर छ ज्यान हेर्नु न यार सर बाघले नखाने सक्ने ज्यान छ यार तिमीलाई त सकिहाल्छ नि यार होइन तर अङ्कितमा नि स्ट्रेन्थ छ उसले ननिकाले मात्रै हो 3 2 1 गो ल सँगले मेरिटमा एभ्रीडे हाल्दिउँ अनि यस्तो छ हेर लम्बुला अनि ढाल्दिउँ रे अनिसले सक्छ कि अनिस डर छ लास्टै ल सिक्स प्याक भएको मान्छे पहिला ल पहिला ल चाहिँ एकदम भएको हो यो टफ कम्पिटिसन हुन्छ ल मलाई थाहा छ 3 2 1 एकछिन लुज है त सन्देश भनेर ल 3 2 1 गो ल डर छ के सङ्गम लास्टै डर छ के होइन भयो मुला भयो भनेर हेर ल सिट म्यान पहिले बखन राम्रो सुरुमै यसो गर ल स्ट्रेट ल बनाउँ न हात ल रिल्याक्स यो पहिला दुईटैले रिल्याक्स गर हैन यो ल मेरो यही समाज छ 1 2 3 ल भयो डर छ के लास्टै यार सङ्गमले हान्दाखेरि यहाँ पावर गइरहेको कि यता पावरै आइरहेन कि मैले उसँग गर्दाखेरि चाहिँ अरूसँग गर्दाखेरि यहाँबाट पावर फिल गर्छु उसँग गर्दाखेरि चाहिँ यहीँ जान्छ कि मेरो यति लगाएर खेलौँ न त ल खोइ तिम्रो हात सर्ट खोइ के भयो यार यति गल तिमीले डोमिनेट गरेछ है अहिले ल ल सुरु ल होइन उसको मात्रै छ क्या डर छ सङ्गम त लास्टै डर छ स्विमिङलाई रेडी हुँदैछ यार म ल पानी खाम न यार ल स्विमिङ जान अब केटाहरू सबजना रेडी हुँदैछन् के हो केटाहरू आमा क्यासिनो गएर पैसा मारेर बा गजक्क परेछ त पैसा मारेर के पैसा बर्बादी गरेर तिमीलाई त थाहा पनि छैन होला त्यहाँ के भयो के गरे हार्ने के जित्ने के सालबाट स्पेन्ड गरेको सबै कलेजको फिजहरू तिर्छु भनेको सकिएन
from Bully Rams, I'm the one that up the store. Walking down whole time like, oh, he got some corn. Told him, extra shit, but he done phone. Over it. I hate like I'm young. You better not handle go to sell black. के हो यस्तो अनुहार र अनुहार What's up, man? तिमीलाई ठक्क ठाउँ सेलिब्रिटी आए जस्तो फिल भयो होला है? अनि खस्छ म्यान Don't worry, man. Very soon. केटाहरू फेरि यहाँ रेडी पोजिसनमा छन् अल सेट यार अल्सेट लाइक सिगार गरेर खानु ल कस्तो भयो त लास्ट नाइट बाबा रमाइलो भयो यार हो क्यासिनोमा मजा आयो पैसा उडायो पैसा गुमाइयो नयाँ कुरा सिक्यो भने म त नयाँ कुरा सिक्यो तर राम्रो कुरा चाहिँ सिके होइन यी केटाहरूले फेरि च्वास्स घाम लागेको छ है भित्र चाहिँ तातो हाल्छ त्यो अहिले बाहिर गएपछि थाहा हुन्छ -3 मा छ बाहिर त चिसै छ नि ऊ आइस जमिरहेको छ उहाँ देखिरहेको छ ऊ त्यो साइडतिर आइस पुरै छ त्यहाँनिर त बरफको ढिक्कै छ लन्ड्री ब्याग के वर्क पर्छ त कस्टमर सर्भिस राखिदियो न बाहिर अनि अहिले टिपेर लान्छ कस्टमर सर्भिस प्रायोरिटी हो किन यहाँ अट्छ यो स्किन केयर चलिरहेको छ सर एकदम कन्सिस्टेन्ट देखिरहेको छ गुड तिमीले के बुझिरहेको छ नामलाई मैले बिहानदेखि जे जे भेटेको सबै लगाइरहेको मैले लगाइसकेर हेर्दा मात्रै सुरु होला केटाहरू फेरि अलग छ अलग फोटोग्राफी त फेरि यार सान्डी मोडल गर्नुपर्ने मान्छे यार तिमी कहाँ यो गलत इन्डस्ट्रीमा छौ तिमी ठिकै छ हेर्न जस मिल्छ इट्स गुड होइन म नि खिच्छु नि त फोटो खिचेपछि वेट गर्नै सकिन्छ सबजना पालै पालो ल ल 16 बाट खिचाएर मिन्टवाला मोइस्चराइजिङ हो कि यो के हो कलेक्टर्स की अनुसारको पाला यार आहा क्यामेराम्यान नगए त मजा हुँदैन थियो होइन म नखिच्नु हो मेरो यहाँबाट खिच्देऊ त पुग्यो तिमीले यहाँ सनलाइट आउँदा के खिच्नु फोटो सट कसरी यहाँ यो त अचम्म भयो उतार ल सान्डी पछि सेकेन्ड हाइस्ट तिमी हो यार फोटो ती तिनजना छन् यहाँ फेरि नसानु तिमीलाई कसले सक्दैन स्यान्डीको नि नाम मात्रै हो क्या तिमीलाई सक्दैन यहाँ सान्डी तिमी हो यार सेकेन्ड यस्तै मेरो बेइज्जत गर्ने यहाँ यो फोटो खिचे होइन भिडियो खिचे ठिक छ यो ट्र्याकिङ फोटोको पोज दिएको त नि स्टाइल हो म्यान अल गुड यार ब्याङ्कमा त हो यार अलमोस्ट एन्डतिर आउँदैछ तर एन्ड त भएको छैन आजको दिन पुरै बाँकी छैन हामीसँग होइन त्यही भएर एकदम रमाइलो भयो एकदम टायर्ड हिजो स्विमिङ अलि धेरै गरिएछ है किन लागिरहेछ लास्ट निद्रै पुगेछ युज फन त रमाइलो रमाइलो भन्नु त स्पेसली कसिनो रमाइलो भयो एकदम कसिनो एकदम रमाइलो भयो सिक्यो जस क्लबमा चाहिँ अब खासै त्यस्तो विधि भाइब थिएन ओए रोक न यो मान्छे चाहिँ लास्टै छ क्या है ऊ खै त अङ्कित है त कतिखेर गयो अहिले अरू ट्र्याक गर्दैछु अब ढोका लगाइदिउँ नि त अनि हेलो वेलकम टु माई भ्लग सबै हेर्छ क्या सब्सक्राइब गर्यो ए त्यो त भएन है ल धन्यवाद हाम्रो ग्याङ चाहिँ सबजना अब क्या हाम्रो ट्रिप भनेको चाहिँ सनसेट ग्रिलमै जाउँ है हुन्छ पछाडिबाट जाउँ न गाडी लिएर जाने होला नि होइन मतलबै छैन त किन मतलब न मान्छे रमाइलो गर्न पाएपछि केटाहरू पाएपछि मलाई त पालै छैन ल उसलाई मैले झन् दिन रातै फोन गरेर म्यासेज गरेर टेक्स्ट गरेर कहाँ गएको के मलाई केही भने छैन उता क्लब पनि गएको छ अनि क्यासिनो पनि गएको छ मैले सबै अरूको मुखबाट सुनेको कसको मुखबाट छ यहाँ केटीहरू छ त भनिहाल्छ नि है के हामी के गाडी हिँड्दै जाने के हो गाडीमा जाने होला नि अब त कहाँ राखेको छ गाडी अब निकाल्नु पर्छ वालमार्टको झोलामा के हाल्यो त्यत्रो कस्तो लुगा पो बोकेर आएको छ स्वास है एकदम लगेजको साथमा यो यस्तो हुन्छ एउटा चाहिँ नाच्दै हिँड्ने अर्को लगेज उसार्दै मेरो नि त्यही हो खासमा सिचुएसन चाहिँ किन फालेको एउटा नाच्दै हिँड्ने अर्को लगेज बिसार्दै हिँड्ने रे अफकोर्स त्यही भने मेरो नि त्यही हालत छ अब के बोल्दैछ क्या हैन
हेर नभएकाहरू यस्तो आनन्द छ ऊ सोच है सोच अब अहिले हो सोच्ने भनेको अहिले नसोचेपछि त फेरि गयो तिमी अब ग्रुप फोटो खिचौँ ल ल ल ओ माई गुडनेस हामी 1 2 3 4 5 6 7 8 9 10 दामी रहेछ प्लेस चाहिँ सम्झित दामी छ नि यार तिमी है? कसै आएन यार म त आएको छैन धेरै ठाउँ हुन्छ डाउनटाउन टन्ने छ नि हो त ल ब्रेकफास्ट आयो है ब्रेकफास्ट आयो रेडी नअमलेट छ Thank you. You're welcome. Chicken here. Thank you. सबजना रेडी होइन त Excited. ब्रेकफास्ट खानलाई एकदमै अपिलिङ छ है ब्रेकफास्ट चाहिँ सर के हुँदैछ यहाँ मजाले पेट पूजा गर्दैछौँ अँ, कलेक्सन भन्ने रहेछ अँ, त्यसमा चाहिँ फ्रेस कोर्स त्यसपछि टर्की बेकन अनि एक चाहिँ यताउता हाम्रो फेरि ब्रेकफास्ट आइन्छ ल बजाउँ बजाउँ ल मिठो छ मैले यही खाएको हो यता फेरि प्यानकेक रहेछ अनि के लेफ्ट ओभर के हो त्यो यो लेफ्ट ओभर हो हामी एउटा सिँगै छ यहाँ यहाँ देऊ त एक्चुअली नयाँ क्यामराम्यान रेभरेन्ड भाइनयार्डमा जाँदैछ हामी यस अलमोस्ट पुग्नु लाग्यो नि त त्यहाँ या अलमोस्ट देऊ त्यहाँनिर चाहिँ अब यो टाइममा चाहिँ अङ्गुरहरू फल्यो हुन्छ कि के अङ्गुर टिभी छ कि है अब गएर हेरौँ हामी त्यहाँ गएर तपाईँहरूलाई बोट मात्रै छ कि अङ्गुर पनि छ कि काँचो छ कि पाएको छ कि सबै थोक देखाउनेछौँ त्यो चाहिँ तपाईँलाई सङ्गमले विस्तृत रूपमा भनिदिन्छ एकदमै। स्टे ट्युन गाइज कस्तो कस्तो भयो गाह्रो गाह्रो भएको जस्तो भयो क्या ओहो टेस्ला साइबर ट्रक लाइभ त आजसम्म देखाएको थिएन मैले साइबर ट्रक कस्तो दामी घर छ यार यो चाहिँ दामी लाग्यो यार बुक बक्स रे पोस्ट बक्स भने जस्तै बुक बक्स रहेछ मिल्छ डोनेट पनि गर्न मिल्छ आफूले पनि लिन पनि मिल्छ यहाँबाट हो ए खोलेर नि हेर्नु मिल्छ डोनेट गर्न मिल्यो अनि अब तिमीलाई कुरा मन पऱ्यो लिएर घर जान मिल्छ कि यतिकै यो डोनेसन ए यो एरिया चाहिँ दामी रहेछ ल र भाइनयार्ड हो यो पछाडि माथि हेर न सिसा छ यहाँ माथि हेलो गाइस र भाइनयार्डमा छौँ हामी अहिले चाहिँ उता जाउँ चिसो चिसो छ है लास्ट चाहिँ चिसो यार पछाडिको दृश्य चाहिँ जुन छ यो चाहिँ भाइनयार्डको हो र यहाँ अङ्गुर फल्ने ठाउँ रहेछ यहाँ कस्तो मजाले चाहिँ थाक्रा हालेर चाहिँ अङ्गुर रोप्ने रहेछ यहाँ चाहिँ अब वाइनहरू निकै थुप्रै प्रकारको वाइनहरू चाहिँ बनाउँछ यहाँ द रेड वाइन व्हाइट वाइन रोजे होइन विभिन्न टाइप जस्तै अब हामीले जति पनि वाइन खाइरहेको हुन्छौँ होइन सार्डने मोर्लो अनि अरू अरू अनेक थरी नाम हुन्छ नि त्यो चाहिँ जम्मा अङ्गुरको नाम हो अनि त्यो अङ्गुरको नाम अनुसारकै अनि वाइन हुन्छ यसरी रोप्दो रहेछ है अङ्गुर चाहिँ यस्तो रहेछ बोट यहाँनिर यहाँ तलबाट बोट भयो अनि माथिबाट यसरी यो यसले सपोर्ट दिए हुँदो रहेछ त्यसले चाहिँ दायाँ बायाँ नजाने अनि स्ट्रेट बस्ने भएर होला यो फलामको रड हालेर चाहिँ तार लाएर यो यसको यो बुट्टा पलाएपछि चाहिँ अनि हाँगा मजाले चाहिँ यो तारमा गएर चाहिँ अङ्गुर फल्ने होला सो स्प्रिङमा चाहिँ अब बल्ल बिस्तारै बिस्तारै चाहिँ यो बुट्टा पलाउन सुरु गर्छ होइन सो यो एरिया चाहिँ पुरै
जम्मै लाएर सब अङ्गुर खेती गर्ने रहेछ कि चरा बस्ने ठाउँ पनि बनाएको रहेछ चारैतिरबाट त्यो ढक्क 1 महिना त ढिला आएको भए यस्तो अमेजिङ देखिन्थ्यो नि यहाँ हरियो गाइज के भन्ने प्लिज सब्सक्राइब कमेन्ट एन्ड सेयर द भिडियो होइन किप ब्लगिङ नेभर स्टप never stop. That's all for today. Like your trip चाहिँ एकदमै short but very memorable है एकदमै राम्रो रमाइलो भयो साथीभाइहरूसँग यसरी मजाले बेला बेलामा चाहिँ टाइम स्पेन्ड गर्नुपर्छ so that's all for today. So if you're watching this for the first time, like please don't forget to subscribe to my channel and don't forget to hit that bell icon. Any comments or down for that, please leave a comment in the comment box below. Alright, let's see you in the next one. Exactly. Giveaway. Alright.